भयो र यसमा मजाले यसलाई चाहिँ तपाईले जिउनु भयो अब जीवनभर तपाईँ दुःख पाउनुहुन्न। कुनै चिजले तपाईँलाई छुँदैन, कुनै चिजले पनि तपाईँलाई छुँदैन। अब जीवन मुक्त मोक्ष मोक्ष प्राप्त भयो, मोक्ष प्राप्त भयो नि अवस्था। त्यसकारण जीवनको दुःखबाट, सन्तापबाट, मनको पीडाबाट भाग्नु आवश्यक छैन। यसमा तपाईँ जमेर एकाग्र भएर बस्नुहोस्, यो अवसर पनि हो। त्यसकारण जीवनमा दुःख आउँछ, त्यही भएर हुँदैन हाँसी हाँसी त्यसलाई स्वीकार भन्नुको कारणै त्यही। तपाईँ दुःखसँग लाचार हुनुहोस् भनेको होइन। अब दुःखबाट मुक्त हुने र शान्त हुने अवस्था तपाईँलाई आइरहेछ। परम आनन्द र चैतन्यताको अवस्था, आत्माको खुसी, जुन आनन्दको आत्माको जुन चारवटा गुण छ, त्यो चारवटा गुणमा आनन्द छ, एउटा चैतन्यता छ, होइन, एउटा सर्वव्यापकता छ। त्यो सबै चिज ईश्वरीय जुन गुण छ, ईश्वरको 5वटा गुण छ, आत्माको 4वटा गुण छ, होइन। त्यो आनन्द, त्यो चैतन्यता, त्यो शान्ति जुन पाउनुहुन्छ, जुन आत्माको गुण हो, त्यो पाउने अवसर पनि दुःखको मान्नुपर्छ। त्यसकारण यदि हामीले जीवनमा दुःख पाएनौँ भने दुःख कहाँ छ भनेर बुझ्नुपर्छ। जस्तो राजा हरिश्चन्द्रको जीवनमा एकदमै धेरै दुःख आयो है, कथा पढेको छ। उसले आफ्नो राज्य वैभव सब छोड्नु पर्यो, छोरालाई सर्पले टोक्यो, होइन, यहाँ मसानमा गएर मुर्दा पोल्नु पर्ने, त्यो चरम दुःख आयो राजा हरिश्चन्द्रको जीवनमा, होइन। आफ्नै छोरालाई सर्पले टोक्यो, स्वास्नी अब अर्धनग्न अवस्थामा आफ्नो छोरालाई घाटमा लिएर आइरहेको छ, है। कल्पनाभन्दा बाहिरको दुःख होइन त्यो राजा जस्तो मान्छेलाई। तर त्यही दुःखबाट राजा हरिश्चन्द्रले रामलाई जन्माउनु भयो, किन हरिश्चन्द्रकै कुलमा भगवान राम जन्मिनु भयो, होइन। राजा दिलीप जस्तो जन्मिनु भयो, भगीरथ जन्मिनु भयो, हरिश्चन्द्रको सानो होइन, त्यो आएको चाहिँ दुःखबाट आयो। त्यसकारण हामी दुःखबाट समस्या छ, चिन्ता नलिनुहोस् त। जीवनमा आएको दुःखसँग चिन्ता नलिनुहोस्। चिन्ता भएर भइरहने, आँखामा आँसु ल्याइरहने, म बिचरा भइरहने होइन। यसलाई तपाईँलाई एकदम पुरा सङ्घर्षको साथमा, शेरको गर्जनमा यसमाथि तपाईँ बज्रिनुहोस्, दुःखमाथि विजय तपाईँको हुन्छ। र जुन दिन विजय हुन्छ त्यो दिन तपाईँ मुक्त गर्नुहुन्छ। र यस्तो दुःखले, योभन्दा अरू दुःखले पनि तपाईँलाई कहिले जीवनभर तपाईँलाई छुन सक्दैन, मेरो ग्यारेन्टी, म लेखेर दिन्छु।